धेरै बित्यो यात्रा जीवनको, अब केही मात्र बाँकी छ। धेरै बित्यो यात्रा जीवनको, अब केही मात्र बाँकी छ। के पायो भन जीवनमा, अब के पाउन बाँकी छ। धेरै बित्यो यात्रा जीवनको, अब केही मात्र बाँकी छ। भेदभाव डाहैर्ष्या कहिलेसम्म हो, अभिमानको पोका बाँध्नु कमाई हाम्रो हो। भेदभाव डाहैर्ष्या कहिलेसम्म हो, अभिमानको पोका बाँध्नु कमाई हाम्रो हो। कहिले गर्छौ कमाई मुक्तिको, पल्ला शून्य रह्यो पुण्यको। कहिले गर्छौ कमाई मुक्तिको, पल्ला शून्य रह्यो पुण्यको। धेरै बित्यो भेदभाव डाहैर्ष्या कहिलेसम्म हो, अभिमानको पोका बाँध्नु कमाई हाम्रो हो। भेदभाव डाहैर्ष्या कहिलेसम्म हो, अभिमानको पोका बाँध्नु
आराध्य श्री जगजननी माताजीको जुन जन्म स्मृतिको अवसरलाई पारेर आज हामीले यो प्रशान्ति वृद्ध आश्रममा हाम्रो आदरणीय आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूको समक्षमा बसेर भजन कीर्तन र साथसाथमा हामीले केही महान विचारहरूलाई पनि श्रवण गर्ने अवसरलाई प्राप्त गरेका छौं र यो अवसर प्रदान गर्नुहुने यस आश्रमको अध्यक्षज्यू हाम्रो सचिव दाजु र सम्पूर्ण टिमलाई धेरै धेरै आभार व्यक्त गर्न चाहन्छु र आज हाम्रो मातृ स्मृति जयन्तीको पावन अवसरमा हामीले आज हाम्रो आमा बुवाहरूलाई थोरै केही समय निकालेर मनोरञ्जन गराउँ अध्यात्म ज्ञान के हो भन्ने कुरालाई सम्झाउँ भन्ने केही क्षण हजुरको समय लिएका छौं र यो समयलाई मिलाइदिनु हुने सम्पूर्ण यस समितिका पदाधिकारी ज्यूहरूलाई धेरै धेरै आभार व्यक्त गर्न चाहन्छु र हामी मानव धर्मबाट हो र हामीले पहिला पनि यहाँ आएर हजुरलाई भोजन प्रसाद खुलाएका थियौं र आज पनि हामी हजुरलाई भोजन प्रसाद लिएर आएका छौं आजको साँझको भोजन हजुरहरूको लागि भनेर हेर्नुहोस् यो जीवन खानु र पिउनुको लागि मात्रै होइन भन्छ शास्त्रले खाना पीना सो जाना सब काम है पशु समाना क्यों देह मनुष्य की धारी रे क्यों देह मनुष्य की धारी रे यो मनुष्य शरीर के को लागि प्राप्ति गर्यौं भन्दा नि आमा बुवा भगवानको भजन गर्न है भगवानको कीर्तन गर्न हजुरहरु बिहान उठ्ने बित्तिकै राम भन्नु होला साई बाबा भन्नु होला देउती बजाई भन्नु होला भगवान श्री पशुपतिनाथ भन्नु होला हाम्रो सुरुवात भगवानको नामबाट होस् हाम्रो बिहानी भगवानको नामबाट होस् अनि साँझको सन्ध्या जुन शुभ सन्ध्या छ त्यो सन्ध्या पनि हाम्रो भजनबाटै होस् भगवानको नामबाटै होस् भनेर हाम्रो परम आराध्य श्री जगजननी श्री माताजीले पनि यही नै सन्देश दिनुभएको थियो जनमानसलाई कि मानव जीवनलाई महामानव बनाउन चाहन्छौ भने आत्मा ज्ञानलाई जीवनमा प्राप्ति गर आत्माको नामलाई तिमीले जान है त्यो नामले हजुर हामी सबैलाई समाएको छ आमा बुवा हामी सबैजना त्यो नामसँग ओतप्रोत छौं तर आज हामी त्योबाट टाढा छौं जसले हामीलाई चलाएको छ जसले हामीलाई बोलाएको छ त्यो बाटो नै हामी टाढा भएका छौं यसलाई जान्ने प्रयत्न गरौँ हाम्रो गुरु दिदी कल्पना दिदी हुनुहुन्छ हैन उहाँले पनि हजुरलाई भजन क्लासहरु गरिराख्नुहुन्छ यहाँ भजनहरु भइराख्छ प्रत्येक शनिबार यहाँ भजन कीर्तन हुन्छ भजन कलाकारहरु आउनुहुन्छ हैन हजुर हामीले पनि जीवनमा त्यो भजनको अर्थलाई बुझ्ने प्रयत्न गरौँ जगजननी श्री माताजी भन्नुहुन्थ्यो भाव को भूखा हूं मैं भाव एक ही सार है भाव से मुझे भजे तो भव से बेड़ा पार है त भगवानलाई हामीले भावसँग पूजा गर्नुपर्छ भावले तपाई हामीले भगवानलाई रिझाउन सक्नुपर्छ है भावको भूखा हो भगवान कुनै धन पैसाको भूखा होइन भगवानलाई भगवानलाई पैसामा कहिले पनि हामीले नतुलाउँ कहिले पनि हामीले तौल्नु हुँदैन भगवान त भावनाको भूखा हुनुहुन्छ हजुरको एक थुङ्गा फूलको भोको हुनुहुन्छ भगवान भगवानलाई बिहान उठेर एकचोटी हजुरले माथा भगवानको चरणमा राख्नु होला जसरी यहाँ साई बाबाको फोटो नवदुर्गाको फोटो अगाडि राखिएको छ बिहान आउनुस् पूजा गर्नुस् अनि एकैछिन भने आँखा बन्द गरेर भगवानको ध्यान गर्नु होला कति आनन्द आउँछ हामीले आफू भित्र हेर्ने हो बाहिर होइन नि आज हामी बाहिर हेर्न थाल्यो भने त लडाई झगडा तेरो मेरो वैमनस्यता हैन यस्ता इत्यादिले हामीलाई छोइराखेको छ तर यदि तपाई हामीले आफू भित्र निहालेर हेर्यौं भने हामीले आफैलाई पाउन सक्छौं त्यसैले ज्ञानीहरु भन्नुहुन्छ निहाली हेरी देवका जय शास्त्र के भन्छ निहाली हेरी देवका जय शास्त्र के भन्छ आत्मा ज्ञान बिना कर्म सबै बेकार छ आत्मा ज्ञान बिना कर्म सबै बेकार छ घरमा लिएर गएको त्यति रमाइलो रहेछ मिठा मिठा पकवान पाकेका रहेछन् त मिठो मिठो पकवान सबैजना बसेर खान थाल्नु भएछ र काललाई पनि खान निम्ता गरे त काल पनि बसेर भोजन गर्यो भोजन गरेपछि यति आनन्द आयो नि यति आनन्द आयो खाना खाएपछि
कालले भन्छ राजा म एकछिन सुत्छु ल भनेर। निन्द्रा लागेछ त सुत्नु पर्यो नि हैन र? हुन्छ हजुर एकछिन सुत्नु होला, म मेरो धन्दा गर्छु, म मेरो घर परिवारलाई सम्झाउँछु, म पनि अब जाँदैछु संसारबाट भनेर सम्झाउँछु भनेछ। ठिक छ तिमी आफ्नो घर परिवारको काम धन्दालाई निम्ट्याऊ, सबै सक, अनि तिमी र म जाउँला भने। काल त सुतेछ। त काल सुत्ने बेलामा सिरानी मुनि एउटा कागजको टुक्रा राखेछ। त्यहाँ चाहिँ 1 नम्बरदेखि 100 नम्बरसम्म लेखिएको कापी राखेको रहेछ, नाम लिस्ट हैन, त्यो मान्छेहरुको जुन जग्गा लिएर जानुपर्छ नि, जसको नम्बर आयो त्यसलाई आएर कालले लिएर जान्थ्यो। त्यो दिन राजाको नम्बर आएको थियो हेर्नुस् हैन, राजा जानु पर्ने। अब उले सिरानी मुनि राखेको त्यो कागज राजाले देख्छ कालले राखेको, अनि जब काल निधार घुर्न थाल्यो त उले खुसुक्क सिरानी मुनिबाट त्यो चिट निकाल्छ, हेर्छ आफ्नो नाम 1 नम्बरमा छ। ला म त पक्कै जानु पर्ने रहेछ नि त, किनकि मेरो नम्बर कतिमा छ? 1 नम्बरमा छ। त यो भनेपछि राजा चलाक चतुर बाठो थियो। के गरे थाहा छ राजाले? लगेर आफ्नो नाम चाहिँ 100 नम्बरमा राखिदिए। 1 नम्बरमा चाहिँ 100 नम्बरको मान्छेलाई ल्याएर राखिदिए हेर्नुस्। अनि उ पनि मजाले सुत्यो। अब 100 नम्बरपछि मात्रै आफ्नो पालो आउँछ नि त मर्ने हैन, जाने पालो। त राजा पनि मजाले खाना खाएर खटा लिएर सुत्यो। बिहान उठ्यो, बिहान उठ्दा कालले भन्छ ल राजा छिटो गर, छिटो अब जानुपर्छ। हैन महाराज, यसो म 1 कप चिया पिलाइहाल्छु हजुर, 1 कप चिया त हेर्नुस्। काललाई पनि दया लागेछ कि हाम्रो सेवा, हाम्रो श्रद्धा देखेर नि, राजाको श्रद्धा देखेर, प्रेम देखेर उले बेलुका यति मिठो भोजन खिलायो। अब जानु हतार भएको छ, म लिन आएको छु, उलाई डर छैन भन्दैछ 1 कप चिया त पिएर जाऊ। कति सुनो राजा होला के होइन, 1 कप चिया त पिएर जाऊ भनेपछि चिया लिएर आयो राजाले। ल्याएपछि चिया खायो कालले, अनि कालले चिया खाएपछि उसको त मुड बदल्यो हेर्नुस्, चेन्ज भयो। अब राजालाई बोलाएर भन्छ महाराज हजुर यहाँ बस्नुहोस्, हजुरले म तपाईलाई लिनु आएको काल हो, तपाईलाई मार्न आएको म, तर तपाईले मलाई स्वागत गर्नुभयो। तपाईको यो सेवा देखेर, तपाईको यो प्रेम देखेर म अति खुसी भएँ। हजुरको नम्बर 1 नम्बरमा थियो हजुरको नाम। अब म तपाईको सेवाले, तपाईको प्रेमले गर्दाखेरि तपाईलाई म छोडिदिन्छु है राजा। तपाईले अझै प्रजाको सेवा गर्नु, म जस्तो कालको पनि सेवा गर्नु। म 1 नम्बरको मान्छेलाई छोडेर 100 नम्बरकोलाई लिएर जान्छु भन्नुहोस्। अघि राजा बाठो भएर के गरेको थियो? 100 नम्बरमा आफ्नो नाम राखेको थियो नि हैन। त्यही भनेको छ बालक छु भन्न पाइन्न, वृद्धलाई मात्रै लैजान, जवान बालक वृद्धलाई कालले कसैलाई छोड्दैन। हेर्नुस् राजाको त आयु आकै थियो, तब कालले के भन्छ म 100 नम्बरकोलाई लिएर जान्छु भन्दा अघि बाटो भएर नाम चेन्ज गर्यो आफै पर्यो। हामी पनि त्यसैले नम्बरमा लागेका छौँ, कतिखेर हो भन्ने चाहिँ थाहा छैन। त्यसैले भजनले भन्छ ठेगान छैन, ठेगान छैन, जाने कहाँ जाने भनेर सबै मलाई पनि दिनुस् न, म पनि थाहा पाइराखौँ। यदि ठिकाना छैन भने ठिकाना थाहा पाउनु पर्छ है हामीले। त्यो चाहिँ भगवानको अजपार नाम हो। त्यो भगवान